कैलालीको घोडाघोडीमा आजबाट घोडा लवाङ्गी पूजा तथा सांस्कृतिक महोत्सव सुरु भएको छ। थारू समुदायको मौलिक संस्कृति, धर्म र परम्परालाई जगेर्ना गर्ने उद्देश्यले लवाङ्गी पूजा तथा सांस्कृतिक महोत्सव सुरु भएको हो। महोत्सवको एक कार्यक्रमका बीच घोडाघोडी नगरपालिकाका नगर प्रमुख खडक रावतले दियोमा बत्ती बाली थारूहरूको देउथानको प्रतीक घोरी घोडाको प्रतिमामा छाकी रक्सी चढाएर उद्घाटन गर्नुभयो। उद्घाटन कार्यक्रममा बोल्दै नगर प्रमुख रावतले घोडाघोडीको संरक्षणका लागि नगरपालिका निरन्तर प्रयासमा लागिरहेको बताउनुभयो। धार्मिक पर्यटनको हिसाबले अगाडि बढाउनका लागि एकीकृत योजना बनाएर अघि बढेको समेत उहाँको भनाइ थियो। यो घोडाघोडी विश्व रामसार सूचीमा सूचीकृत क्षेत्रलाई यो धार्मिक पर्यटनका हिसाबले अगाडि बढाउन सकिने क्षेत्रलाई यसैगरी वर्ल्ड सेन्चुरी क्षेत्र घोषणा गरिएको त्यो सन्दर्भ अवसरलाई हामीले स्थानीय सरकारका तर्फबाट एकीकृत ढङ्गले योजना बनाउँदै अब यो घोडाघोडी नगरपालिकाको समग्र विकासमा सिङ्गो योसँग सरोकार राख्ने वासीहरूका बीचमा समन्वयात्मक ढङ्गले अगाडि बढेर जानुपर्छ भन्ने ढङ्गले घोडाघोडी नगरपालिका अगाडि बढेको छ। अहिले पनि कतिपय साथीहरूलाई चित्त बुझेको छैन। म यहाँलाई अनुरोध गर्न चाहन्छु, 10 वर्षदेखि निरन्तर रूपमा यो घोडाघोडी तालको संरक्षण गर्ने कुरा, यो घोडाघोडी तालको सम्वर्धन गर्ने कुरा, यो घोडाघोडी तालका नामबाट राष्ट्रिय अन्तर्राष्ट्रिय पर्यटकहरू भित्राएर हाम्रा आय स्रोतहरू वृद्धि गराउने कुरामा हामी निरन्तर रूपमा लागिरहेका छौँ, प्रयास गरिरहेका छौँ। तर राज्यले अगाडि बढाएको काममा यहाँको साइबेरियन चरा त मैले देखेको हो, त्यसो हुँदा त्यो साइबेरियन चराबाट मैले असुल नपाउनु पर्दछ। त्यहाँनिर गेटको सुरुवात त मैले गरेको हो, गेटको सुरुवात मैले गरेका कारणले मैले उठाउनु पाउनु पर्दछ। क्यामेराको सुरुवात त हामीले गरेको हो, त्यसो हुँदा क्यामेराको शुल्क हामीले उठाउनु पाउनु पर्दछ भन्ने विभिन्न खाले अब्स्ट्याकलहरू सिर्जना भएका छन्। म यति मात्रै यहाँलाई अनुरोध गरौँ, 3 तहका सरकार बाहेक कसैले पनि राष्ट्रिय राजस्व उठाउन सक्दैन। त्यो राष्ट्रिय राजस्व उठाउन नसक्ने भएका कारणले संविधान, संघीय ऐन, प्रदेश ऐन, कानुनलाई आत्मसात गर्दै हामी अगाडि बढेका छौँ। अवश्य पनि यो क्षेत्रलाई एकीकृत ढङ्गले अगाडि बढाउन खोजेको भए, अगाडि बढाउन सकेको भए आज यो धार्मिक क्षेत्र भनेका छौँ। यहाँ हिजो वाकवेहरू छ, आज यहाँका ब्लकहरू कता छन् पत्तो छैन। तल 40-50 लाख रुपियाँमा प्रदेश सरकारका तर्फबाट फिल्ड निर्माणका लागि खर्च गर्यौँ, आज फिल्डको हालत त्यो छ। 60 लाखमा अहिले पनि वाकवेको काम घोडाघोडी ताल क्षेत्रमा वाकवे सहित टावरको काम अगाडि बढिरहेको छ। तर पनि अनिश्चितता छ। संरक्षणको बाटोमा हामी सबैको ध्यान पुग्न सकिरहेको छैन। अपनत्वमा हामी बढ्ता वकालत गरिरहेका छौँ। जबसम्म अपनत्वमा हामी बढ्ता वकालत गर्न सक्छौँ तबसम्म हामी राज्यलाई काहीँ पनि पुर्याउन सक्दैनौँ। त्यो कुरा कम्तीमा पनि घोडाघोडीवासी आमा बुवा दाजुभाइ तथा दिदी बहिनीहरूले मनन गर्नुहुनेछ। र यो क्षेत्रलाई साँच्चै ढुङ्गा गिटी बालुवा पछिको सामुदायिक वन पछिको सबैभन्दा धेरै वार्षिक रूपमा धेरै आर्थिक स्रोत सङ्कलन गर्ने क्षेत्रका रूपमा अगाडि बढाउन सक्यौँ भने हाम्रा आधारभूत आवश्यकताहरू हाम्रै स्रोतबाट हामी कार्यान्वयन गर्दै अगाडि बढ्न सक्छौँ। त्यसतर्फ पनि यहाँहरूको प्रयास पहलकदमी रहनेछ। स्वाभाविक रूपमा स्थानीय सरकारको प्रमुखका हैसियतले मैले सबै पक्षसँग छलफल गरेर, सबै पक्षसँग समन्वय गरेर, सबै पक्षको सहकार्य र अपनत्वमा त्यो कामलाई अगाडि बढाउनका लागि प्रयास र प्रयत्न गरिरहेको छु। मेरो प्रयास र प्रयत्न मात्रै सबै कुरा होइन, हामी सबैले त्यो भावनाका साथ, त्यो खुल्ला मनका साथ अगाडि बढ्यौँ भने त्यो सम्भव छ भन्ने। उद्घाटन कार्यक्रममा थारू संस्कृति झल्कने सखिया, हुर्दुङ्गा लगायतका विभिन्न नाचहरू प्रस्तुत गरिएका थिए। थारूहरूको मौलिक खाना ढिक्री, माछाको चटनी, गंगटा लगायत परिकारहरूले अतिथिहरूलाई स्वागत गरिएको थियो। घोरीघोडा नगर भलमन्सा कार्य समिति, सन्त समागम समाज र घोडाघोडी तथा संस्कृति संरक्षण समाजको संयुक्त आयोजनामा पूजा तथा सांस्कृतिक महोत्सव सुरु भएको छ। थारू समुदायले सीता विवाह पञ्चमीका दिन गर्ने लवाङ्गी पूजा धार्मिक तथा सांस्कृतिक परम्पराको महत्वपूर्ण अंश हो। लवाङ्गी पूजा कार्यक्रममा 84 गाउँका थारू समुदायको उपस्थिति रहने गर्दछ। लवाङ्गी पूजामा पञ्चतत्वको पूजा गरिन्छ। अन्नसँग जोडिएकाले पनि लवाङ्गी पूजाको विशेष महत्व छ।
विशेष गरी कैलालीको घोडाघोडी मन्दिरमा थारूहरूको लवाङ्गी पूजा हुने गरेको छ। थारू समुदायले अन्नबाली घर भित्राइसकेपछि सर्वप्रथम देवतालाई चढाउने पूजा भएकाले पनि लवाङ्गी पूजाको नाम रहन गएको नगर भलमन्सा कार्य समितिका अध्यक्ष बुधराम चौधरी बताउनुहुन्छ। पहिले सामान्य पूजा कार्यक्रम मात्रै गरिने भए पनि केही वर्ष यता भने महोत्सवको रूपमा नै यो संस्कृतिलाई मनाउने गरिन्छ। पश्चिम नेपालका थारू समुदायको सबैभन्दा ठूलो देवथान घोडाघोडीलाई मानिन्छ। घोडाघोडी मन्दिरलाई थारू समुदायले घोरी घोडा देवथानका रूपमा मान्दै परापूर्व कालदेखि यस क्षेत्रमा लवाङ्गी पूजा गर्दै आएका छन्। देवताको बास भएको ठाउँमा बलि दिएर पूजा गरिन्छ, त्यो देवथान हो। यस क्षेत्रमा परापूर्व कालदेखि नै बलि दिएर पूजा गरिन्छ, त्यसैले घोरी घोडा देवथानका रूपमा घोडाघोडी मन्दिरलाई हेरिने गरिन्छ। यस वर्ष लवाङ्गी पूजा 9 गते हो। पूजाको अघिल्लो रात अर्थात् भोलि थारू गुरुवाहरूले ढाक बजाउने, धामी बस्ने लगायतका कार्यहरू गर्दछन्। पूजाका दिन बिहान मन्दिरमा देवतालाई छाकी, रक्सी चढाई, कुखुरा, सुँगुर लगायत पशु बलि दिने गरिन्छ। मुख्य गुरुवाले पूजा गरेपछि सहभागी भलमन्साहरूले भोग दिने अनि त्यसपछि मात्र अन्य भक्तजनको पूजा तथा भोग दिने गरिन्छ। घोडाघोडी मन्दिरमा पूजा गरिसकेपछि आफ्नो गाउँको मरुवामा पूजा गर्ने प्रचलन छ। पूजाका अवसरमा घोडाघोडीमा प्रत्येक वर्ष थारू संस्कृति संरक्षणका लागि सांस्कृतिक कार्यक्रमहरू पनि आयोजना गरिन्छ।